हेलो गाइज वेलकम बैक टू माई च्यानल दिस इज ज्ञान विश्वकर्मा। सो गाइज फेरि नै हजुरको अगाडि 25 लालको छड्के लिएर आएको छु। 25 लालको 5 पिस छ, 35 लालको 2 पिस है गाइज। सो 24 लाल 9 पोइन्ट, 25 लाल 1 पोइन्ट, 25 लाल 2 पोइन्ट, 25 लाल 35 लाल 3 पोइन्ट, 35 लाल 5 पोइन्टको। सो लेट्स सी एकउन्टा गरेर हेरौँ अनि हजुरलाई कस्तो लाग्छ। सो गाइज हेर्न सक्नुहुनेछ यो छड्के हजुरले डिजाइन यसको चाहिँ एकदमै राम्रो डिजाइन रहेको छ। यसको साइड लुक हेर्न सक्नुहुनेछ हजुरले, एकदमै बुट्टा चाहिँ तिर साइडमा अनि साइडमा काली आनेको छ्याक्क भएको। अनि अर्को पनि देखाउँछु मैले 25 लाल 1 पोइन्टको, मात्र 25 लाल 1 पोइन्टको कम वेटको। हजुरलाई लाग्छ कि नि यो 25 लालको हो कि नै? साइज चाहिँ यत्रो हेर्नु त, एकदमै साइज ठुलो छ, हातमा राख्दाखेरि एकदमै ठुलो देखिरहेछ। 25 लाल 1 पोइन्ट नेट वेट। काँडा चाहिँ एकदमै छ्याक्क भएको छ, काँडा चाहिँ एकदमै बवाल छ। यो हेर्न सक्नुहुनेछ हजुरले, छ्याक्क एकदम चिलियो कि एकदम चिलियो। घ्याँचहरू पनि चिलियो छ, कालीको साइडको भागहरू पनि हेर्न सक्नुहुनेछ चिलियो। अनि फुलबुट्टा भाग, काइनोको माथिको चारपाटे लगाई भाग चिलियो, काइनो फक्क फुकेको है। अब चाहिँ अर्को हेरौँ 25 लाल नेट वेट। यो चाहिँ 25 लालको, यसको फुलबुट्टा चाहिँ हल्का फरक रहेको छ, काँडा चाहिँ सेम टु सेम छ, एकदमै राम्रो। हामीलाई त राम्रो लाग्छ, हजुरहरूलाई हेरेर कस्तो लाग्छ हेराइमा फरक पर्छ। हजुरले योभन्दा पनि राम्रो हान्नुहुन्छ होला, तर चाहिँ योभन्दा सिकाउटो हुनुहुन्छ भने हाम्रो चाहिँ कपी गर्न सक्नुहुनेछ है। ल गाइस अब चाहिँ अर्को हेरौँ 25 लाल 2 पोइन्टको, मात्र 25 लाल 2 पोइन्टको। फुलबुट्टा चाहिँ एकदमै राम्रो, मलाई मन परेको फुलबुट्टा हो यो चाहिँ, हेर्न सक्नुहुनेछ काइनो छ्याक्क भएको। यो पनि हेर्नु एकदमै बवाल रहेको छ, एकदमै दामी हेर्न सक्नुहुनेछ है। अब चाहिँ 25 लालको है, यो पनि नेट वेट 25 लालको रहेको छ। फुलबुट्टा चाहिँ डबल एस डिजाइन रहेको छ, बिचमा चाहिँ चिलियो रहेको छ। अनि छ्याक्क हजुरहरूलाई कस्तो लाग्छ? चिलियो 25 लालको पनि यति भाती चिलियो भनेर नपत्ताउनु होला होइन, पत्ताउनु। नेट वेटै रहेको छ 25 लाल, बाक्लो टाइपको हानाइरहेको छ हाम्रो, त्यही नै हो गाइस। अब चाहिँ 35 लालको छ, 35 लाल 3 पोइन्टको। यो चाहिँ अलि त्योभन्दा अलि ठुलो साइज रहेको छ, भक्क काँडाको, काइनो पनि छ्याक्क भएको। फुलबुट्टा चाहिँ डबल ट्रिपल एस डिजाइन भएको, साइडमा काली डिजाइन। सो हेर्न सक्नुहुनेछ। अब चाहिँ एउटा नयाँ स्पेसल अर्डर आएको छ, हामी चाहिँ फुलै फुल, साइडमा फुल, बिचमा फुल अनि साइडमा फुल है। काँडा झरक्क उठेको, काइनो भाग फक्क फुकेको, काइनो हेर्न सक्नुहुनेछ फक्क निस्केको, नौगडी जस्तो निस्केछ यसको काइना। हजुरहरूले हेर्नु, हजुरहरूलाई कस्तो लाग्छ। अनि काँडा पनि हेर्नु छ्याक्क। अब हामीलाई त मनपर्ने डिजाइनहरू, हजुरहरूलाई कस्तो लाग्छ? काँडा पनि राम्रो छ, माइली होइन छड्के। सो हजुरहरूलाई आज मैले यो छड्केहरू लिएर आएँ, हजुरहरूलाई कस्तो लाग्यो हेर्न सक्नुहुनेछ। नजिकैबाट देखाइदिन्छु मैले, छ्याक्क सबै छड्केहरू है। सो यहाँ चाहिँ हानेको हाम्रो एउटा दाजुले हो, म अहिले आफ्नो कारखानामा छु। सो हेर्न सक्नुहुनेछ छड्के सबै 25 लालको 35 लालको सबै। अनि हाम्रो दाइ हुनुहुन्छ, हजुरलाई परिचय देखाइदिनु हो र। यिनीहरूमध्येमा मैले हानेको 35 लालको फुलै फुल हानेको चाहिँ इस्मी फुलै फुलवाला के। अनि 25 लालको छड्के। हजुरहरूलाई एकदमै कम वेटको छड्केहरू चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। अहिले सुनको भाउ एकदमै आकाशिएको छ, एकदमै महँगो छ। त्यो कुरालाई एकदमै मध्यनजर गर्दै हामीले चाहिँ सक्दो एकदमै कम वेटमा तपाईँहरूलाई सेवा दिन लागिरहेका छौँ। यदि तपाईँहरूलाई छड्के माइलीहरू चाहिएको छ, कम वेटमा अलिक साइजमा चाहिएको छ भने सम्झिन सक्नुहुन्छ है। ल हस् त, धन्यवाद। सो गाइस हाम्रो दाइको एकदमै मिठो बोली हजुरलाई कस्तो लाग्यो? दाइको मिठो बोलीको लागि भए पनि एउटा लाइक गरिदिनु होला। सो यति नै आजको भिडियो। आई होप यु एन्जॉयड दिस भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई गाइस।